वेलकम माई च्यानल। आज हामी बाटपट्टि गइरहेको छौँ किनभने हामी सपिङ गर्ने हो। म सपिङ गर्ने होइन, फेरि मम्माले सपिङ गर्ने हो। अनि हामीले के चाहिएको छ भनेर चेक गरेछौँ। कुन चाहिने हो त्यही ल्याउने। आलु चाहिँ चाहिएको छ, मैले ठ्याक्कै सही भन्दै छु। म तल जाँदै गरौँ ड्याडी। ल म तल जाँदै गर्छु है। म बच्चाहरू कसरी गर्ने सपिङ, म कसरी गर्ने सपिङ, अनि कसरी जाने सपिङ गर्न, कसरी गर्ने सपिङ, कसरी जाने सपिङ गर्न। अब हामी लिफ्टमा चढ्न लाग्छु। दुईवटा लिफ्ट छ फेरि यहाँ। ल यहाँ छ, यहाँ हामीले यहाँ चेत्नुपर्छ बटनमा, अनि यो खोल्छ। यता फेरि म त यता बस्दै गर्ने। फेरि हामी बच्चा भने एक्लै जान मिल्छ, के हुँदैन। मेरो मम्मा ड्याडी चाहिँ म एक्लै जान सक्छु नि। म त्यो बाहिर चिन्दैन, म त्यहीँ बसिरहेको छु त। ल म बोल्दै गर्छु, म केही मिलाएर हेर्छु है। हामी आइसक्यौँ। अब हामी वानमा आइसक्यौँ। अब यहाँ हामीले मेरो हेर्नुपर्छ के मिला। यहाँ के हो यहीँ राखिदिन्छ है मान्छेहरूले। हामी यहाँ कहिले जानुपर्छ किनभने यहाँ मेल हेर्नुपर्छ। अनि म त सिधै खाइदिन्छु। फेरि मैले यसलाई भित्र जान थिएँ। एउटा चाय बुझायो चल्ने। यो के खसिरह्यो यहाँ। ल म गइरहेको छु यहाँ एकछिन है। म गइरहेको छु सिधा। म यहाँ ड्रइङहरू गरेर भित्तामा जहाँ हामी देख्छौँ भने कस्तो रखाल्दैन। बन्द। हामी गइरहेको छौँ। आज सुस्तो हागा लाग्यो। ल गइरहेको छौँ। सिधा मिल्नुपर्छ यहाँ त। सिधा मिल्नुपर्छ। यहाँ त सिधा हिँड्नुपर्छ नि। यहाँ त्यस्तो हुन्छ। के थियो यो उठिसक्यो। आमाले उडाएर मलाई त 55 लाग्यो नि भगवान्। के हुने अब। ल हामी हिँड्दैछौँ। यहाँ त कस्तो घाम छ भने मैले सबै साथीहरू यहाँ त जाडो घाम हुँदै जान्छ। हामी हिँडिरहेको छौँ यहाँ तल सामी। अनि हामी उता स्टेसनमा बस्नुपर्छ फेरि 1 3 म यता बसिरहेको छु फेरि। फेरि मैले त्यहाँ जाने हो, मैले थाहै भएन। त्यहाँ जाने हो, यताबाट जाने हो, मलाई थाहै भएन। म यहाँ मम्मा ड्याडी गइरहेको छु। 2 नम्बरमा बस्ने हो। फेरि 5 छ लेखेको छ यहाँ चाहिँ। हामी वेट गर्दैछौँ। म यता छु। अनि म यहाँ भिडियो बनाउँदैछु। ड्याडी मम्मा सकेर। अनि म जान्छु। यहाँको स्टेसनमा जाने हो। हिँड्ने हो मम्मा। हिँड्ने हिँड्न मन परेको कि के छ? हिँड्नु मन पऱ्यो। ल अनि हेलो गाइस, हामी हिँडिरहेको छौँ यहाँ। म आज सानो जुत्ता लगाएर छु। पन्छी लगाउन बिर्सेछ। अनि हामी यहाँ गइरहेको छौँ। अनि हामी गइरहेको छौँ। अनि हामी आज सपिङ जान लाग्यो। अनि म बस्न सक्दैन। अहिले मम्मा सुस लगाएर यहाँ। अनि
यहाँ त भुइँमा ढुङ्गा हुन्छ भने मेरो साइकल हिँड्दैन ढुङ्गामा अस्ति त चलाएको ढुङ्गामा साइकल हिँड्दैन के भने म त अनि यहाँ गएर हिँड्दै ड्याडी चाहिँ त्यहाँ छ यहाँ छ यता नि छ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है प्रेस ब्लग के भन्छ मेरो मामाले उसले त कस्तो हाँस उठ्छ भने म यहाँ हिँडिरहेको छु बाटोमा अनि म ड्याडी चाहिँ फास्ट हिँड्दै गाउँमा दौडिन्छ मै फर्स्ट हुन्छ होला अनि यहाँ छ अनि यहाँ बाटोहरू पनि छ यहाँ त घाम भर्दैन छ मेरो आँखाले बोलेको अघि अनि चस्मा अनि यहाँ छु म अनि मैले यहाँ छु यहाँबाट अनि यहाँ चाहिँ साइकल राख्ने ठाउँ पनि हुन्छ अनि यहाँ बस्ती ठाउँ पनि हुन्छ ए कति लामो छ फेरि है अनि हामी आइ नै आउँछौँ बाटो काट्दा कसरी बाटो काट्नुपर्छ बच्चाहरूले दिदी सिकाऊ अनि यहाँ हामी गाडी हिँडिरहेको छौँ त्यहाँ हामी बसिहाल्नुपर्छ गाडी हिँड्दैन अनि त्यहाँ हामी हिँड्नुपर्छ भन्ने जेब्रा क्रस फेरि जेब्रा क्रस अनि यहाँ छ बाटो ए यस्तो फिल्लाइन पर्छ अनि गाडी यहाँ चाहिँ यहाँ मोटरसाइकल किन्दैन भने यहाँ चाहिँ अलिकति मान्छेहरूले मोटरसाइकल किन्छ यहाँ चाहिँ 1000 गाडी किन्छ यहाँ चाहिँ मोटरसाइकल कति किन्छ थाहै भएन मैले यहाँ चाहिँ बाटोमा अनि ल म एकछिनमा बस्छु है साथीहरू हेलो गाइस हामी सिधा साथीहरू यहाँ कति बज्यो हामी साथीहरू म थाहा भएन कति बज्यो मिल्न छुइनँ अनि अरू पनि आउनु सक्नुहोस् मामाले साइकल चलाउँछ यो चाहिँ के हुन थाहा भएन अनि हाल्छ चाहिँ कति बज्यो आमाले चाहिँ कुन नभयो थाहा भएन मलाई 1 बज्यो फेरि यो कसैको मेले यहाँ छ के चाहिँ साइकल बेबी र ड्याडी हिँड्न हेर्छ अरे ममा भन्ने सँगै यहाँ छ पातहरू अनि यहाँ सोध्दा त्यहाँ के छ यहाँ सुन्नुहुन्छ के यहाँ चाहिँ यो के हो त्यही भएर यहाँ फुल यहाँ यो फुल हो डेन्जर बनाएर चाहिँ मान्छे ल मेरो फल आउनुहोस् अहिले हामी गइरहेको छौँ सिधा अनि म यहाँबाट सिधै यहाँ त टाढा हुन्छ नि हाम्रो घर अब यताबाट हिँड्ने हामी अब है हामी यहाँ छौँ अनि यहाँ चाहिँ अनि यहाँ के यो चाहिँ साइकल होइन यो चाहिँ आफै गुड्नेवाला हो आफै गोड्छ हामीले पनि गोडाउनु पर्दैन यो आफै गोड्छ यो गोब्रो अनि फेरि गोब्रो आयो
रोबोटवाला हो न यहाँ गोप्रो पनि भन्छ यसले हो हामी हिँडिरहेको छ अनि यताबाट हिँडिरहेको छौँ हामी अनि यो मम्मा ड्याडी पिकनिक गर्ने ठाउँ हो अनि यहाँ चाहिँ पिकनिक गर्ने ठाउँ हो हेर्छु त यहाँ घाम बेला भएपछि केही कपडा नलाउने बेला भएपछि यहाँ पिकनिक गर्ने हो यहाँ चाहिँ गर्मी बेला भएपछि टोपी नलाउने पन्जा नलाउने जस्तै भएपछि यहाँ पिकनिक गर्नुपर्छ भने हामीले कति धेरै टाउलो ल्याउनु पर्छ फेरि त्यसमा मान्छेहरू धेरै आउँछ भने अनि त्यहाँ चाहिँ होटेल अनि हामी रहेछौँ यहाँ अनि यहाँ छ यहाँ त कति धेरै घाम लाग्छ भने चिसो लाग्छ घाम पनि लाग्छ यहाँ त अनि त्यहाँ छ खोला अहिलेसम्म देखाएको छ अझै खोला ल यहाँ मैले छु अनि बोल्दै गर तिम्रो माइक यही छ अनि म हिँडिरहेको छु यहाँ पन्जा लगाइ यहाँ जस्तो पन्जा लाउनुपर्छ म यहाँ हिँडिरहेको छु सिधा यहाँ पन्जा लाउनुपर्छ हामीले यहाँ किनभने यहाँ सिधा छ वा यहाँको कस्तो कस्तो छ फुलहरू फेरि पात फेरि पात भन्छ पात अनि यहाँ छ खोला यहाँ चाहिँ डक स्विमिङ गर्छ फेरि अहिले अस्ति रात आउँछ फेरि डक चाहिँ फेरि आउँछ अब हामी डक हेर्छौँ डक चाहिँ खै मलाई थाहै भएन कहिले आउँछ डक भित्र चहाको पानी बनाएर रहेछ त पानी पनि चहाको अनि यहाँ छ खोलाहरू म यहाँ छु त तलपट्टि कस्तो छ आजसम्म मेरो खोला उतापट्टि खोलामा हुन्छ त अनि हामी हेरिरहेको छौँ यहाँ अनि पुलिस आयो त यहाँ कडिङ लाग्ने ठाउँ हो अनि कडिङ लाग्छ हामीले यहाँ सोयो भने अनि बिजुली काली ठाउँ यहाँ अनि यहाँ छ खोलाहरू अनि यो चाहिँ लाइट छ त्यहाँ यहाँ चाहिँ डेन्जर खोला छ त्यहाँ फेरि उता पनि हेरेको छ हामी उता आएको होइन अनि म यहाँ आइरहेको छु गएर अनि म यहाँ छ त यहाँ खोलाहरू छ अनि यहाँ छ यस्तो अनि आफूले यसमा के भन्नु अनि म अगाडि गइरहेको छु अनि यहाँ छ के होला अनि यहाँ चाहिँ छिगा किनभने बच्चा हिँड्दाखेरि यतापट्टि जान्छ साइकल चलाउँदाखेरि बच्चा अनि बच्चा लड्छ अनि साइकल लाग्छ त्यही भएर अनि यता हाल्छ न साथीहरू यस्तो कुराहरू कति जान्छ यहाँ डेन्जर छ भने फेरि यहाँ चाबीहरू यसो झुन्डायो भने माया बढ्छ अरे अनि यहाँ चाबीहरू झुन्डायो भने यहाँ चाबीहरू झुन्डायो भने होइन यहाँ चाबीहरू झुन्डायो भने आफ्नो चाबी भेट्छ अनि यो किन्नको लागि यो आफ्नो सुटकेसको लागि यहाँ गइरहेको त म यहाँ छु यहाँ मान्छेहरूले यस्तो चाबीहरू यहाँ तल झर्छ अनि मान्छे झिकिहाल्छ अनि बेच्न लाग्छ भने यहाँ अनि बेच्छ हामीले फोटो पनि खिच्दै अहिले यहाँ गर्मी यहाँ स्केटिङ गर्ने ठाउँ हो यहाँ गर्मी बेला लाग्यो अहिले कोही आएन
यहाँ चिप्लिन्छ यहाँ मान्छे हुन्छ नि त्यहाँ अनि रेडी साइड हुन्छ नि चुई चुई गर्छ नि यहाँ अनि हामी हिँडिरहेको छौँ यहाँ बाटोमा अनि यहाँ चाहिँ मान्छे साइकल चलाउँछ अनि यहाँ ट्याक्सी पनि आउँछ भने अनि हामी कहाँ आयौँ उसले थाहै भएन अनि खोइ मैले थाहै भएन कहाँ छौँ हामी अनि हामी कुन ठाउँमा आएछौँ यो चाहिँ पब्लिक टोयलेट हो छ नि यो चाहिँ पब्लिक टोयलेट यो हो यहाँ चाहिँ यस्तो पब्लिक टोयलेटहरू हुन्छ कुन कुन अनि भित्र चाहिँ कस्तो कस्तो देख्छ टोयलेट हाम्रो घरमा यस्तै टोयलेट हुन्छ हो यहाँ चाहिँ यो पब्लिक टोयलेट हो टोयलेट अनि हाम्रो घरको जस्तै हुन्छ यो चाहिँ टोयलेट चाहिँ हामी अनि यहाँ डस्टबिन पनि हुन्छ फेरि फोहोर फाल्ने ठाउँ यहाँ करहरू हुन्छ त्यही भएर के हो टुक्को राख त अनि हामी हिँडेको छौँ यहाँबाट अनि बन्द गरिदिइसक्दा चाहिँ यस्तो भन्नु न यिनीहरू देखाएर यहाँ चाहिँ यस्तो पाइन्छ यहाँ यस्तो यहाँ यस्तो यस्तो छ यहाँ चाहिँ भाडामा चढ्न पाउँछ अनि हामी यहाँ डस्टबिन पनि हुन्छ अनि यहाँ त के हुन्छ नि आज हाट बजार लागिरहेको रहेछ भन न अनि यहाँ चाहिँ आज हाट सुनातको के हो भोट गर्ने ठाउँ भोट चुनावको प्रचार चुनावको प्रचार भने के हो चुनावको प्रचार भनेको उम्, कोही मान्छेलाई चाहिँ जिताउनु पर्ने के भन्छ यसकुस्तरी ठाउँ के हो र यसको स्टोरी यसको स्टोरी यसको स्टोरी यहाँ हात ल्याउँछ त्यसमा यसमा यहाँ ल। त्यस्तो कुन हातमा ले बोक्छौ यो। अनि हामी यहाँ छौँ यहाँ त 8A पनि पाउँछ हामी सबै छ क्या अब हामी भित्र जाने अब हामी सबै भित्र जाने यहाँ त यहाँ त बुढी बिहारी छोरी पाउँछ यहाँ र यहाँ यस्तो पाउँछ यहाँ चाहिँ पहिला हामी बोटलाई लिनुपर्छ अनि यहाँ छ ड्याडीले फेरि यहाँ किन अड्काइदियो भनेर चाउमिन चाहियो चाउमिन अनि खान सक्दैन नकिन सबै बुझाउनै सक्दैनौँ कतिजना बुझाउनै सक्दैनौँ दुईवटा एउटा 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 मिठो हुँदैन खास लाइनमा बस्छ माथि छ वानमा wait.
चम्चाहरू नै छैन। ल त्यहाँ बसेर खाऊ, म यो बिलिङ गरिदिन्छु। त्यो कसको हो? ढङ्ग हुनु परेन, त्यसै हुन्छ सबै समात। समात है खस सबै। गर्न सक्छ नजिक ल्यान्डको सपमा आधा खाना खानु हुन्छ। यहाँ यस्तो खानेको त पाउँदैन नि। अनि यहाँ चाहिँ चिज एउटा चिज छ अनि हामीले निकाल्दैछौँ यस्तो गर्नु बिलिङ गरेर कसरी खाएको छु हामी त अहिले चिज खाँदैन। यहाँ के खाइरहेको छु खाइरहेको चिज। अनि हामी जति चिज हाल्छ है फेसबुकको लागि च्यानल गरेर सब्सक्राइब गरेर बाई। यसरी हो ल। अरू पनि हाल्न बाँकी छैन। अलि पुग्दैन होला। यहाँ बोलेर देखाउ न के देखाउ। हुन्छ गर्छु नि। Esse daí, esse não, mamá. O que é o
हाम्रो लिस्टमै थिएन सन ल ल तिमी कहाँबाट के झिकिरहेछ हामीसँगै छ त्यो वाला चामल लियो कुन त्यो वाला त यहाँ चाहिँ के हो त्यो के हो त नि त्यो चोकोज मलाई लाग्दैन त्यो चोकोज हो भनेर आऊ यता आऊ त आऊ प्रेसु चाहिँ यसरी रिसाइरहेको छ हेर्नुहोस् साथीहरू प्रेसु भ्लग बनाउँदा रिसायो मसँग बोल्दिनँ भनिरहेछ तपाईँहरूलाई पनि चामल चाहिरहेको छ भने चाहिँ यो एक्स्ट्राको चामल चाहिँ एकदम मिठो पनि छ अनि राम्रो पनि छ सस्तो पनि छ है छोरो अनि अरू के छ भनेर देखाउने